बैतडीको सुर्नाया गाउँपालिकामा अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम सञ्चालन भएको छ। गाउँपालिकाको वडा नम्बर 7 मा 2 महिने तालिम सञ्चालन गरिएको गाउँपालिकाको उद्यम विकास शाखाले जनाएको छ। सुर्नाया गाउँपालिकाको आयोजना र उद्योग मन्त्रालयको उद्योग प्रवर्धन महाशाखाको सहयोगमा तालिम सञ्चालन भइरहेको हो। स्थानीय स्तरमा पाइने अल्लो प्रशोधन गरी स्थानीयहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुहुन्छ सुर्नाया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवर। हामीले सूचना खोलेको थियौँ, त्यसका आधारले कति मान्छेले हाम्रो ड्राइभिङ माग गर्यो, कतिले सिलाइ कटाइमा, कतिले बुनाइमा, कतिले अल्लोमा भए हुनाले कति बढी संख्या जसको पुग्यो त्यसको उसमा हामीले अल्लो प्रशोधन अनि सिलाइ कटाइ बुनाइ त्यसपछि ड्राइभिङ यो 4-5 शिक्षकमा तालिम दिएका छौँ। अहिले अल्लो प्रशोधनको खास गरी हाम्रो अब त्यहाँ अल्लो पनि शाखातिर प्राप्त गर्न सकिने ठाउँ पनि छ, त्यसैले त्यसको नजिकै रहेको सिजासको 9 नम्बरबाट पनि अल्लोका लोक्ताहरू प्राप्त गर्न सकिने र 8 नम्बरतिर 7 नम्बरतिर गाँजाको खेती पनि हुने भयो। त्यसको गाँजाको लोक्ता समेत प्रयोग गर्ने गरी त्यही भविष्यमा त्यसबाट धागो उत्पादन गर्ने, लुगा उत्पादन गर्ने हाम्रो साना कुटीर उद्योगहरू स्थापित गरेर आय आर्जनमा पनि अलि सुधार हुन्छ कि भन्ने किसिमले र साना बेरोजगार बसेका युवाहरूलाई युवा युवतीहरूलाई सामान्य रोजगार दिनका लागि पनि हामीले त्यो प्रयत्न गरिरहेको सम्भावना छ। उक्त तालिममा न्यू भवानी अल्लो एवं बाँस कपडा उद्योग तथा शिव विकास तालिम केन्द्र कैलालीको प्राविधिक सहयोग रहेको बताइएको छ। तालिममा वडा नम्बर 7 का 18 जना महिला र 1 जना पुरुष गरेर 19 जनाको सहभागिता रहेको बताउनुहुन्छ उद्यम विकास शाखा प्रमुख जयराज पाण्डे। सुर्नाया गाउँपालिकाको सहकार्यमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शाखाको आर्थिक सहयोगमा भइरहेको कार्यक्रम हो। यो हामीले माघको 7 गते 15 दिने सूचना प्रकाशित गर्यौं सहभागी सबैको लागि, जो चाहिँ हजुरहरूकै यो मिडियाले चाहिँ एफएम र पत्रिकामा प्रकाशित गर्नुभएको थियो। त्यही अनुसार पालिकाभरि आएको तपाईँको 128 वटा फर्महरू मध्ये पछि हामीले उद्यम विकास समितिको निर्णयअनुसार सहभागीहरू अल्लो प्रशोधनको ठ्याक्कै हाम्रो यो वैशाख 6 गतेदेखि उद्घाटन गरिएको कार्यक्रम हो। अल्लो प्रशोधनमा चाहिँ अल्लोमा चाहिँ हाम्रो न्यू भवानी एवं बाँस कपडा उद्योग तथा शिव विकास तालिम केन्द्र धनगढीको चाहिँ प्राविधिक सहयोग छ। त्यसमा त्यहाँ चाहिँ 19 जना सहभागीहरू छन्। हामीले प्रविधि गर्ने उद्देश्य गर्छौँ। लगभग हाम्रो त्यो 6 गतेदेखि नियमित चलिरहेको छ। त्यो तालिम हाम्रो चाहिँ स्थानीय स्तरमा भएको उत्पादनलाई त्यतिकै खेर गइरहेको अल्लोलाई चाहिँ प्रशोधित गरी त्यसलाई कपडा गर्ने तिनीहरूको आय स्तरलाई उकास्नको लागि यो कार्यक्रम हामीले प्रपोजल मार्फत माग गरिएको कार्यक्रम हो। त्यो शिव विकास पश्चात त्यहाँ आएको प्रविधिहरू पनि तिनीहरूलाई नै हस्तान्तरण हुन्छ। यो कार्यक्रममा चाहिँ पालिकाको तर्फबाट नियमित अनुगमन अनि सुपरिवेक्षण र स्तर उन्नतिको लागि अगाडि बढाउने। सुर्नाया गाउँपालिकाका अधिकांश क्षेत्रमा प्रशस्त मात्रामा अल्लो पाइने गर्दछ। उक्त अल्लोको सदुपयोग गरेर स्थानीय स्तरमा केही रोजगारी सिर्जना होस् भनेर तालिमको आयोजना गरेका बताइएको छ। तालिमपछि यहाँका नागरिकलाई केही आय आर्जन हुने अपेक्षा गरिएको बताउनुहुन्छ पुनः गाउँपालिका अध्यक्ष कुवर। खास गरी हामी त्यो भविष्य अहिले यो लुगा अति आवश्यक हो। त्यसमा पनि अब अहिले आल्लो र यो गाँजाको लुगाको अलि डिमान्ड बढिरहेछ होइन। देशभरि बाहिरबाट धेरै सामानहरू आयात हुने गरिएको छ। त्यो आयातले गर्दाखेरि हाम्रो देशभित्र रहेको पुँजी पनि बाहिरिने र त्यसबाट त्यति लाभ पनि नहुने भयो हुनाले र हामीले यही गाँजा र आल्लोबाट लुगा बनाउन सक्यौँ, धागो उत्पादन गर्न सक्यौँ र त्यसबाट हामीले लुगा बनाउन सक्यौँ भने यहीँको वस्तुलाई एकातिर यहाँको कच्चा पदार्थ पनि प्रयोगमा आउने अनि युवा युवतीहरूले रोजगार पनि पाउने र अनि लुगा प्रयोग गर्न पनि सकिने र यहाँको पेसा यहीँ रहने। यहाँको सिपकी मान्छेहरू बेरोजगार रहेका छन्, उनीहरूले पनि सिप सिकेर आत्मनिर्भर बन्न सक्ने खालको त्यो हुन्छ विश्वास छ। त्यसमा हामी गर्छौँ। सुर्नाया गाउँपालिकाको यो प्रयास प्रभावकारी हुन सके तालिमपछि यहाँका जंगलमा पाइने अल्लो प्रशोधन गरेर कपडा बुनाइका लागि सहज हुने भएको छ। स्थानीयहरूले तालिम पाएपछि तालिम प्राप्त व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुग्ने र तालिममा महिलाहरूको सहभागिता बढिरहेकाले अल्लो प्रशोधन र कपडा बुनाइबाट महिलाहरूले पनि आमदानी गर्न सक्ने अपेक्षा गरिएको छ। रेडियो निङ्लासेनी गोविन्द पन्त बैतडी।